आज चाहिँ हामी खोर्सानी रोप्न आँटेको बारीमा। अनि अब म बारी जाँदैछु, बारी गएर भेटौँ है। आज हाम्रो खोर्सानीको फिल्ड एकदमै रेडी भएको छ र अब चाहिँ हामी खोर्सानी रोप्ने। यो चाहिँ हाम्रो आजको फिल्ड हो। यहाँ परनिर बाबा हुनुहुन्छ, यो भर्खरै रुख झार्नु भएको है। यो चाहिँ अब हाम्रो फिल्ड हो र अब यहाँनिर चाहिँ हामी काम गर्नु गइरहेको छौँ। अब चाहिँ हाम्रो बिउ सकेको छ। हामीले यतिभरिमा चाहिँ 80वटा बोट लगायौँ। 80वटा बोट लगाउँदाखेरि चाहिँ हाम्रो आधी फिल्ड चाहिँ राख्यो र यो पोर्सन चाहिँ खाली छ। त्यसले गर्दा यो पोर्सनको लागि हामी फेरि बिउ लिनको लागि जाँदै। गाइस, अर्ग्यानिक गाजर खानुहुन्छ भने आउनुहोस्। हेर्नुहोस्, अर्ग्यानिक गाजर हुनु पर्दैन, एकदम मूल्य मिठो छ। यहाँ बिट पनि छ। साठी हुन्छ, 60 भयो। 32 भनेको फेरि 30 अरे, 33 हौ। खै मैले देखिनँ त। ए त्यस्तो राम्रो। मम्मी बिउ देखाइदिनु कतिवटा छ? 36वटा। अब हामीले अघि भनेको थियौँ 80वटा बिउ रोपेर राख्छौँ। अब मम्मी काट्नु 36वटा, बाबा काट्नु 30वटा गर्दाखेरि 66वटा बिउ छ। अब त्यसलाई पनि लिएर जान्छु। गाइस, मैले हाम्रो बारीमा भोलि आलु भेटेँ। यहाँ दिल्लीमा चाहिँ मजबुत गर्नुपर्छ। तपाईँहरूलाई चाहिन्छ भने सम्पर्क गर्नुहोस्। यो चाहिँ हाम्रो आलु बारी थियो। यो आलु बारीमा चाहिँ हामी आलु फसाइरहेको छौँ र अब हामी फेरि हाम्रो फिल्डतर्फ लाग्दैछौँ। यो गाजरमा तपाईँहरूले देखाइहालेँ, यहाँ बिट ब्रोकलीहरू छ। त्यसरी नै अब माथि छौँ, यहाँ पनि बन्दकोपी छ। अब ब्लग गर्नुको लागि मम्मी राम्रो लैजाउँ जस्तो लाग्छ। यति मम्मी ए खानु भइसक्यो। आजको हाम्रो काम पनि समाप्त भएको छ। अब चाहिँ हामी घर जाँदैछौँ ट्राइपोडहरू लिएर। मलाई पनि दिनु त्यो एकछिन बोकिदिनु त मम्मी। यो पनि खोर्सानी नै रोप्नुपर्छ अरे। बिउ छैन भन्नु होइन?
सबैले उठिदिँदो रहेछ नि त माटो चाहिँ बिलिना चोरा निकाल्नु बिगार्नु भयो हाम्रो मेसिन बिग्रिरहेछ तपाईँहरूलाई यो मेसिनको बारेमा केही आइडिया छ भने स्टार्ट हुनुमा प्रब्लम भइरहेछ हामीलाई भनिदिनुहोस् होला केही आइडिया छ भने र अब चाहिँ हामी घरतर्फ लाग्दैछौँ यहाँ मम्मीले ट्राइपोड बोकेर जानुहुँदैछ हेर्नुहोस् अनन्तीको बिउ चाहिँ के गर्नुभएको मम्मी हाम्रो घरको फुलहरू चाहिँ म तपाईँहरूलाई भोलिको ब्लगमा देखाउने छु एकदमै दामी फुलेको यो चाहिँ हाम्रो घरको एकलौता कुकुर हो जो सबैसँगै गुटु भएर गइहाल्छ कि पुग्दैन कसलाई पनि फ्रेन्डली छ डग फ्रेन्डली डग आमा यता हेर्नुहोस् यहाँ चाहिँ हाम्रो आमाले चाहिँ खोले बनाउनुहुन्छ